कृषि विशेष सब्जेक्ट सेकेन्ड पेपरको चाहिँ क्वेसनहरू सल्भ गर्न गएको छु। कृषि सेकेन्ड पेपरको यो चाहिँ हामीसँग क्वेसन छ, एउटा क्वेसन सल्भ गरेको छु। इम्पोर्टेन्ट अफ रेन वाटर हार्भेस्टिङ इन द करेन्ट कन्टेक्स्ट अफ नेपाल भनेको छ। यो चाहिँ असिस्टेन्ट सब इन्जिनियर 2081 मा सोधेको थियो र प्लस चाहिँ औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा अस्ति भर्खरै सोधेको क्वेसनहरू चाहिँ यो रेन वाटर हार्भेस्टिङको चाहिँ नेपालको कन्टेक्स्टमा चाहिँ के महत्त्व छ भनेर सोधेको थियो। अब अहिले चाहिँ प्राय धेरैजना साथीहरूले के गर्छन् भने धेरैजनाको चाहिँ इङ्ग्लिसमा क्वेसन सोधिएको हुन्छ अनि नेपालीमा बुझ्न नसकेको अवस्था हुन्छ र त्यो भन्न खोजेको त्यो कुराहरूलाई लेख्न नसकेको अवस्था हुन्छ। त्यो कारणले गर्दा मैले चाहिँ यसलाई नेपालीमा अङ्ग्रेजीमा असिस्टेन्ट सब इन्जिनियरको चाहिँ नेपालीमा पनि लेख्न मिल्ने भएको हुनाले दुईटै नेपाली अङ्ग्रेजी दुईटै ल्याङ्ग्वेजमा चाहिँ लेख्न मिल्ने भएको हुनाले मैले चाहिँ नेपालीमा लेखेर चाहिँ सहजीकरण गरिदिएको छु। त्यो भएर चाहिँ कसरी लेख्नु एन्सर कसरी लेख्नु अब कसरी यसो सोध्छ इम्पोर्टेन्ट अफ नेपाल इम्पोर्टेन्ट अफ रेन वाटर हार्भेस्टिङ इन द करेन्ट कन्टेक्स्ट अफ नेपाल भन्न खोजेको चाहिँ अहिलेको अवस्थामा जस्तो मैले नेपालीमा पनि लेखिदिएको छु। नेपालको वर्तमान अवस्थामा वर्षाकै पानी सङ्कलनको महत्त्व लेख्नुहोस् भनेर चाहिँ यो चाहिँ खापा सटेमा पनि सोधेको छ। ठिक छ यो खापा सटेमा पनि सोधेको छ, असिस्टेन्ट सब इन्जिनियरमा पनि सोधेको छ। खापा सटे चाहिँ गण्डकीमा सोधेको छ, गण्डकी प्रदेश लोकसे आगले खापा सटेमा सोधेको थियो। तीन ठाउँमा सोधिसकेको क्वेसन हो, कतै नेपालीमा सोध्छ भने कतै अङ्ग्रेजीमा सोध्छ। खापा सटेलाई नेपालीमा सोध्छ र असिस्टेन्ट सब इन्जिनियर इङ्ग्लिसमा सोध्छ भन्न खोजेको कुरा यो हो। तर मैले यहाँ खापा सटेलाई पनि काम राख्ने असिस्टेन्ट सब इन्जिनियरलाई पनि काम राख्ने तरिकामा चाहिँ मैले के दुवै के नेपाली ल्याङ्ग्वेजमा चाहिँ लेखिदिएको छु। अब क्वेसन यसरी टक्क आयो अनि हामीले चाहिँ यता एन्सरमा चाहिँ एन्सरमा हामीले तीनवटा पार्टमा लेख्नुपर्छ। एउटा यो र एउटा लास्ट 5 मार्क्सको क्वेसनमा पनि हामीले चाहिँ यसरी लेखेर चाहिँ एकदमै बेटर भएको छ। त्यो भएर चाहिँ यहाँ भनिन्छ नेपालको भौगोलिक विविधता जलवायु परिवर्तनका कारण र बढ्दो जल सङ्कटको सन्दर्भमा वर्षाको पानी सङ्कलन रेन वाटर हार्भेस्टिङको त अत्यन्तै महत्त्वपूर्ण छ। अब आफूलाई जस्तो तरिकामा हाम्रो लाग्छ त्यसरी लेख्न मिल्छ त्यो हो। यो चाहिँ नेपाल चाहिँ अब भौगोलिक विविधता जलवायु परिवर्तनका कारण नेपाल चाहिँ एकदमै सङ्कटमा हुन्छ, किनभने नेपाल चाहिँ भौगोलिक नै त्यस्तै छ। भौगोलिक विविधता जलवायु परिवर्तन होइन जल सङ्कट। जस्तो जल सङ्कट भनेको जल र पानी भनेको एउटै हो। किन जल लेख्या होला भन्ने हो तपाईँहरूलाई जल र पानी एउटै मानिन्छ। तर जल भनेको चाहिँ के छ भने जस्तो हामीले DWSSCM को चाहिँ सन्दर्भमा सबै ठाउँमा चाहिँ जल भनेर चाहिँ के त लेखिएको छ। त्यो भएर चाहिँ मैले यहाँ जल यहाँ तपाईँहरूलाई राखेको जल शब्द एकदमै महत्त्वपूर्ण एकदमै राम्रो शब्द मानिन्छ जललाई चाहिँ। त्यो भएर चाहिँ पानीको सट्टा पनि जल लेखेको छु। जल भन्ने विशेष पानी भन्ने बुझिन्छ। सन्दर्भमा वर्षाको पानी सङ्कलन रेन वाटर हार्भेस्टिङ अत्यन्तै महत्त्वपूर्ण छ। विशेष गरी पहाडी तथा हिमाली क्षेत्रमा यो प्रविधि दिगो जल व्यवस्थापनमा के त एकदम प्रयोग आएको छ। यो रेन वाटर हार्भेस्टिङ जुन वर्षाको पानी सङ्कलन के त विशेष गरी हिमाली तथा पहाडी क्षेत्रमा चाहिँ यो प्रविधिको त दिगो पानी व्यवस्थापन दिगो जल व्यवस्थापनमा योगदान पुर्याउँदै आएको छ भने चाहिँ अब यसको महत्त्व के छ त? महत्त्व 1 नम्बरमा यहाँ महत्त्व छ। जस्तो कि अर्को पनि हामीले यसो थप्न सक्छौँ साथीहरू के भन्नाले नेपालमा 0.11% जनसङ्ख्या गर्दै है
भरदुरीले बर्साते पानी प्रयोग गरिरहेको छ। जिरो पनि हामीले यस्तो यो डाटाहरू हामीले इन्क्लुड गर्दाखेरि एकदमै राम्रो मानिन्छ सब्जेक्ट पेपरमा पनि। हो त्यो भएर चाहिँ यो 0.11% त बर्साते पानी चाहिँ युज गरिरहेको छ नेपालको कन्टेक्स्टमा। अब खानेपानी यसको महत्त्व के हो त? खानेपानीको सुधार, पहुँच र सुधार। एउटा महत्त्व के हो? खानेपानीको पहुँच र सुधार। बर्साते पानीको चाहिँ एकदम महत्त्व भनेको खानेपानीको पहुँच र सुधार। ग्रामीण तथा दुर्गम क्षेत्रमा बर्सातको पानी सङ्कलनले महिला तथा बालबालिकाको पानी ल्याउने समय र लाग्ने समय, पानी ल्याउने समय र लाग्ने श्रम र जीवनस्तरमा सुधार ल्याउँछ। नेपालको कन्टेक्स्टमा प्राय पानी ल्याउने, पानीको चाहिँ व्यवस्थापन गर्ने होइन, खाना पकाउने, भाँडा धुने, कपडा धुने प्राय अब लेडिजहरूको हुन्छ र महिला दिदीबहिनी आमाहरूले गर्नुहुन्छ विशेष गरी नेपालमा चाहिँ। त्यो भएर पानी बोक्ने काम के त बच्चाहरूले पनि बालबालिकाहरूले पनि गरेको देखिन्छ। त्यसैले ग्रामीण र दुर्गम क्षेत्रमा चाहिँ बर्साते पानी सङ्कलनले गर्दाखेरि महिला तथा बालबालिकाको पानी ल्याउने समय र लाग्ने श्रम र जीवनस्तरमा के त सुधार ल्याउँछ। यो बर्सातको पानी सङ्कलनले गर्दाखेरि धेरै टाढा पानी लिन जानु परेन। हामीले नजिकैको आफ्नै एरियामा चाहिँ क्याचमेन्ट बनाएर चाहिँ हामीले छतबाट पनि के त हामीले यो पानी सङ्कलन गरेर यो प्रविधि हामीले के त लागू गर्न सक्छौँ। त्यसैले एउटा महत्त्वपूर्ण एउटा हो। अनि अर्को महत्त्वपूर्ण के हो भने साथीहरू, जलवायु परिवर्तनको अनुकूलन। बर्सातको पानीको कारण महत्त्व चाहिँ एउटा जलवायु परिवर्तनको त अनुकूलन हुन्छ। जलवायु परिवर्तनको कारण उत्पादन हुने अनियमित वर्षा र सुक्खा अवस्थाको के त प्रभाव न्यूनीकरण गर्न सहयोग पुर्याउँदछ। यसले भनेछ बर्सातको पानी हामीले सङ्कलन गऱ्यौँ भने, त्यो सङ्कलन प्रविधि हामीले लागू गर्दै गयौँ भने, त्यसलाई विस्तार गर्दै गयौँ भने जलवायु परिवर्तनबाट उत्पन्न हुने जुन अनियमित वर्षा, नेपालमा त प्रायः त्यही छ, अनियमित वर्षा भइदिन्छ, कहिले चाहिँ एकदमै सुक्खा भइदिन्छ। त्यो अवस्थालाई के त न्यूनीकरण गर्नको लागि के त यो एकदमै महत्त्वपूर्ण मानिन्छ बर्सातको पानी, रेन वाटर हार्भेस्टिङ। त्यसरी अब यहाँ मैले लेख्ने ठाउँ नहुँदाखेरि चाहिँ मैले चाहिँ यो टपिकहरू मात्रै लेखेँ, तपाईँहरूले लेख्नुहोला। यो बोर्ड सानो हुँदाखेरि चाहिँ नपुग्ने हो। मैले एकदम कसरी लेख्ने भन्ने कुराहरू चाहिँ देखाउन खोजेको थिएँ। त्यो भएर चाहिँ अर्को छ वातावरणीय संरक्षण। यो बर्सातको पानीको सङ्कलनले गर्दाखेरि वातावरणीय संरक्षणमा पनि एकदमै महत्त्वपूर्ण हुन्छ साथीहरू। बर्सातको पानीले जुन सतही जल, बर्सातको पानीले चाहिँ जुन वातावरण संरक्षण कसरी गर्छ भने, जुन सतही जल भनेको जुन पानीका स्रोतहरू भयो, जस्तो सतही जलमा के हुन्छ त भने पर्ने दबावहरूलाई के त दबाव जुन प्रेसर, सतही जलमा जुन प्रेसर आउँछ त्यो प्रेसरलाई चाहिँ के गर्छ त कम गर्छ र वातावरण के त सन्तुलन गर्छ। वातावरण सन्तुलन गर्नको त सहयोग पुर्याउँछ। एउटा यो के रेन वाटर हार्भेस्टिङको एउटा महत्त्व एउटा के त वातावरणीय संरक्षण पनि हो। अनि अर्को चाहिँ के त भूजल संरक्षण भन्ने छ। यो जुन अन्डरग्राउन्ड वाटर हुन्छ, अन्डरग्राउन्ड वाटर जुन जमिन मुनिको पानीको टेबल हुन्छ, वाटर टेबल हो, त्यो वाटर टेबलमा चाहिँ के हुन्छ भन्नुहुन्छ भने सङ्कलित पानी जुन हामीले सिँचाइ गर्छौँ, हामीले कतै रिचार्जिङ गरिदिन्छौँ, त्यो रिचार्जिङ गरेको पानी या सिँचाइ गरेको पानी जुन तलको जुन वाटर टेबल हुन्छ, वाटर टेबलमा गएर के त बस्छ। अनि बस्दाखेरि हामी जमिनको के त वाटर टेबलको पानीको लेभल घटिरहेको हुन्छ, दैनिक घटिरहेको हुन्छ। त्यो भएर चाहिँ गर्दाखेरि सुक्खा भइरहेको हुन्छ। हामीले यो रेन वाटर हार्भेस्टिङ प्रविधि हामीले गऱ्यौँ भने, जस्तो हामी त्यो पानी सिँचाइ गर्छौँ, हामीले कतै लगेर हामीले जमिनमा छोडिदिन्छौँ, त्यो पानी के त जमिनभित्र जान्छ, जुन भित्र गएर फर्कुलेसन हुन्छ, अनि त्यसपछि त्यो भित्र रिचार्जिङ हुन्छ, अनि भूजल के त संरक्षण गर्न एकदमै महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। त्यो भएर एकदमै यो पनि महत्त्वपूर्ण छ। अनि हुन्छ अर्को छ साथीहरू, सहरी क्षेत्रमा बाढी नियन्त्रण। अब रेन वाटर हार्भेस्टिङले सहरी क्षेत्रमा बाढी नियन्त्रण कसरी गर्छ भन्ने कुराहरू होला। यो यस्तो छ,
जस्तो हामीले अब जस्तो काठमाडौँ जस्तो एरियामा जस्तो हाम्रो माथि छ यसो नगर्नु काठमाडौँ जस्तो एरियामा चाहिँ सहरी क्षेत्रमा अर्को छ हाम्रो 5 नम्बरमा सहरी क्षेत्रमा बाढी नियन्त्रण। सहरी क्षेत्रमा बाढी नियन्त्रण कसरी हुन्छ भने अब जस्तो काठमाडौँमा एकदमै बाढी आउँछ यो सहरी एरिया हो त्यो कसरी काठमाडौँको बाढीलाई चाहिँ मानव सहरी क्षेत्रको बाढीलाई चाहिँ कसरी नियन्त्रण हुन्छ भन्ने क्वेसन होला हजुरहरूमा चाहिँ यो बर्सातको पानी सङ्कलनले कसरी नियन्त्रण हुन्छ त सहरी क्षेत्रको बाढी त्यो कसरी हुन्छ भने जस्तो हामीले चाहिँ जुन रेन वाटर हार्भेस्टिङ प्रत्येकको घरमा हामीले पहाडी इलाकामा चाहिँ जुन रेन वाटर हार्भेस्टिङ प्रविधि पिरियड टेक्नोलोजीलाई हामीले चाहिँ फलोअप गरिरहेको छौँ भने यसको विस्तार गरिरहेको छौँ भने अनि सहरी एरियामा तराई एरियामा चाहिँ त्यो पानी के त बाढीको रूपमा आउन पाउँदैन त्यो त्यतै हामीले के त व्यवस्थापन गरिसकेका हुन्छौँ र त्यो भएर त्यो एकदमै बाढी पनि के त यसले न्यूनीकरण गर्ने काम गर्दछ जुन जोखिम कम गर्छ है न्यूनीकरण जोखिम कम गर्छ यसले चाहिँ कम जोखिम गरेको पाइन्छ र गर्नुपर्दछ। त्यसैले यो 5वटा टपिक हामीले टपिक 20को एन्सर चाहिँ टक्क हामीले यसै चाहिँ यति हामीले लेख्यौँ 20को हो। अनि त्यसपछि अर्को चाहिँ निष्कर्ष हामीले निष्कर्ष लेख्दाखेरि चाहिँ माथिको सबै कुराहरूलाई चाहिँ एउटा समेटेर हामीले तर छोटकरीमा लेख्नुपर्छ। यो निष्कर्ष हो नेपालको वर्तमान अवस्थामा जल सङ्कट र जलवायु परिवर्तनको सन्दर्भमा वर्षाले पानी सङ्कलन एक प्रभावकारी र सस्तो र समाधान हो। नेपालको वर्तमान अवस्थामा जल सङ्कट र जलवायु परिवर्तनको सन्दर्भमा वर्षाले पानी सङ्कलन त्यसै एउटा एक प्रभावकारी सस्तो र दिगो समाधान बनिरहेको छ र हो। यसले ग्रामीण तथा सहरी दुवै क्षेत्रमा चाहिँ पानी आपूर्ति कृषि उत्पादन र वातावरणीय संरक्षणमा महत्त्वपूर्ण निर्वाह गर्छ। यसले चाहिँ यो प्रविधिको के त प्रवर्धन र विस्तार के त एकदमै आवश्यक छ किनभने यसले चाहिँ किन आवश्यक छ भन्दाखेरि सहरी एरियामा पनि र ग्रामीण एरियामा पनि दुवै क्षेत्रमा चाहिँ पानीको आपूर्ति कृषि उत्पादन र वातावरणीय संरक्षणमा के त महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ। यी प्रविधिको चाहिँ प्रवर्धन र विस्तार आवश्यक छ। किन आवश्यक छ भन्दाखेरि यी कुराहरू के त यी कुराहरूलाई हामीले समाधान गर्नको लागि यो के त विस्तार गर्न के त आवश्यक छ। साथीहरू भिडियो चाहिँ कस्तो लाग्यो कमेन्ट गर्नु होला।